प्रमुख माग दुईटा छ। एउटा विलासिता कर हटाउनु पर्यो, खारिज गर्नु पर्यो। अर्को यो स्टोनमा रत्न जवाहर छ त्यसमा मूल्य अभिवृद्धि कर जुन लागेको छ त्यो पनि हटाउनु पर्यो भन्ने छ। यो दुईटा माग हेर्दाखेरि मलाई पनि जायज लाग्दछ। काठमाडौँमा पनि मेरो निवासमा सुन चाँदी व्यवसायीका केन्द्रीय पदाधिकारीहरू आउनु भएको थियो। अस्ति 15 गते शेरबहादुरजीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक भएको थियो, त्यसमा पनि मैले यो कुरा राखेको थिएँ। नेपाली कांग्रेसमा छलफल गर्न बाँकी छ र यो सकारात्मक जस्तो लाग्छ। त्यसकारण म सरकारसँग के आग्रह गर्दछु भनेदेखि यो विलासिता सबभन्दा मूल कुरा के छ भनेदेखि हामीहरू पढ्दाखेरि पनि म त कमर्स पनि पढेको, इकोनोमिक्स पनि पढेको, यो सुन भनेको विलासिताको समान होइन। सुन भनेको त अर्थशास्त्रबाट, अर्थतन्त्रबाट, ब्याङ्किङ प्रणालीबाट यो रुपियाँ करेन्सीको लागि डिपोजिटको रूपमा राखिन्छ। जुन कुरा डिपोजिट राखिन्छ त्यो कुरा विलासिताको विषय हुँदैन, त्यो विषय सम्पत्ति हो। त्यो सम्पत्ति भन्नु र विलासिताको सामग्री भन्नु त अलग अलग कुरा हो। त्यसैले मेरो विचारमा यसमा विलासिताको कर लाग्नु हुँदैन र त्यस्तै मूल अभिवृद्धि कर पनि लाग्नु हुँदैन। सरकारले एउटा कार्यदल गठन गरेर यसबारे एउटा समाधान निकाल्नु पर्दछ र जबसम्म कार्यदलले समाधान दिँदैन तबसम्म अहिले बजेटमा पारित भए तापनि यो चाहिँ लागू हुनु हुँदैन भन्ने मेरो पनि धारणा हो।